कोन्छो सुमको प्रार्थना विश्व शान्ति समस्त जगत प्राणी र मानव धर्मको कल्याणको लागि सन्देश। सबै धर्म भक्तजनलाई प्रणाम, भिक्षुगणलाई प्रणाम, धर्मसङ्घलाई पनि प्रणाम। संसारको मनुष्य तथा प्राणीको उद्धार गर्न र मुक्ति दिन मलाई त्रिरत्न भगवानबाट आज्ञा गर्नु भएपछि म सो वचनलाई पालना गरी अनित्य संसारलाई पाप सागरबाट मुक्त गर्न र संसारिक दोषबाट मुक्त गर्न मनुष्य तथा जगत प्राणीको कल्याणको लागि मुक्ति मार्गमा सदा एक चित्त भई चिन्तन मनन गरिरहेको छु। जगत प्राणीहरू संसारिक दुःख कष्टबाट मुक्त हुन उनीहरू पनि चाहन्छ, तर जन्म जातले गर्दा मानव संसारले जस्तो मुक्ति मार्गमा धर्मादेश गर्न पाइन। उनीहरू पनि भगवानको प्रार्थना गरिरहेको छन्। यो संसारलाई हेर्न रमाएका छन्। मानव कुलले जीवदेखि लिएर मानवसम्मलाई नष्ट गर्ने संस्कारहरू बनाउँदैछन्। हरेक धर्मको नाउँमा हत्या, हिंसा, क्रोध, ईर्ष्या र विभाजित गराउँदैछन्। संसार एउटै हुन्, ईश्वर एउटै हुन्, मानव रूपी आत्मा एउटै हुन्, मात्रै संस्कार र परिवर्तित रूप अलग हुन्। त्यसैले सादामा दया, करुणा, अहिंसा, शान्ति मार्गमा अपनाउन यो समाजदेखि लिएर विश्व मानवसम्म यही सन्देश दिन चाहन्छु। त्यो धर्म जसमा सत्यता छ, त्यो मानव धर्म सत्यको खोजमा लागिरहनेछ। सत्यता मार्गको खोज नै मानव कल्याणको मार्ग हो। मानव बीचमा हजारौं मार्गदर्शन हुँदा पनि मानव आज अशान्ति, लोभ, मोह, क्रोध, ईर्ष्याले यो समाजदेखि लिएर विश्व मानवसम्म त्यो रूपले झट्किसकेको छ। यस रूपले संसार विनाश मार्गमा गइरहेको छ। यसले गर्दा विश्व मानवले सोच्ने बेला आइसकेछ। मानवले आफ्नो परम धर्म कर्तव्य समाजलाई कहिल्यै नभुल्नु। हत्या, हिंसा, लोभ, ईर्ष्या, मोह रूपी दैत्य चरित्रलाई त्याग्नु, दया करुणाका आँसु झर्नु, संसारलाई मुक्ति मार्ग देखाउनु। यो जुनीबाट चुकिसकेपछि मानव जीवन पाउन अति गाह्रो छ। सबै मानव सोच्छन् मृत्युपछि जन्मिँदैन, तर होइन, आफूले गरेको पुण्य कार्यले मानव जीवन फेरि पाउँछ। आफूले जस्तो काम गरेको हुन्छ त्यो किसिमको फल पाउँछ। अहिले संसार त्रिकल रूपमा चलिरहेको छ। पहिलो रूप लोभ, दोस्रो रूप क्रोध, तेस्रो रूप मोह, ईर्ष्या रूपले संसारलाई चलाइरहेको छ। सबै धर्म
संस्कार परिवर्तन हुनेछ। सबै धर्मलम्बीले सत्यात मार्ग खोजी दया करुणा अहिंसा र शान्ति भावना राखी मानव संसारलाई मुक्ति मार्गमा सजाउनु छ। म संसारको जगत प्राणीको मुक्तिको निम्ति बुद्धि चित्त उत्पन्न गराई रिद्धि सिद्धि सम्यक सम्बोधि ज्ञान प्राप्त नभएसम्म म तपस्या र ध्यानमा नै लिन हुनेछु। रिद्धि सिद्धि सम्यक सम्बोधि सर्व मंगलम अस्तु।